यो आन्दोलन नबुझिकन आन्दोलन गर्ने नि ठिक होइन किनभने अब पहिलाका यत्र 35-40 वर्षसम्म माओवादी एमाले काङ्ग्रेस रिङित घुमी कोही 5 पल्ट कोही 4 पल्ट कोही 3 पल्ट प्रधानमन्त्री हुनुभयो स्थानीय सरकार पनि उहाँकै थियो त्यो बेला व्यवस्थापन गरेर यो बस पार्क बनाएको भए त्यही बेला बन्ने कुरा हो अब त्यो बेला बस पार्क नबनाइकिन कसैका कुकुरका पुच्छर बनाएर रेलीमा निकाल्ने अनि हामी पनि सुकुम्बासीमा बस्ने मान्छेहरूले पनि बुझ्नु पर्ने जरुरी छ अहिले सरकारले के गर्दैछ त बल्ल त 1 महिना 2 महिना भयो त्यसले के गर्दैछ त्यो काठमाडौँको त ऊ मेयर हुँदै भत्काउन खोज्दा भत्काउन नपाएको ठाउँ हो र हामीले हेर्दा नि 5 तले 6 तले 7 तले बिल्डिङ सुकुम्बासीले त्यहाँ त्यो बनाउने भन्दा त त्यो बनाउने पैसाले कहीँ लालपुर्जा भएको जग्गा आउँथ्यो होला हाम्रो त छैन लालपुर्जा आउने जग्गा किन्ने खुबी पनि छैन हाम्रो छोराछोरी सबै यहीँ कुल्लीगा मर्छन् यिनी हाम्रा भाइ हुन् यिनीहरू यहीँ आफ्नै व्यवसाय यताउति गरेर खान्छन् त्यसो भएको कारणले हामीले तल थप्न यहाँ कसैले पनि सकेका पनि छैन अनि आमा यो अहिलेको अब अहिले त हेर्नै बाँकी छ नि सरकारको अहिलेसम्म हेर्दाखेरि चाहिँ कस्तो अहिलेसम्म हेर्दासम्म न्यायचित काम आमाले त कुरा बुझिसक्यो अब बुझ्ने पाला तपाईहरु